पहाडको सानो गाउँमा शान्त बिहान थियो। माया हजुरआमासँग आँगनमा बसिरहेकी थिइन्। हजुरआमाले भनिरहनु भएको थियो, साँचो शक्ति रिस होइन माया, धैर्य र दया हो। तर टाढा अँध्यारो गुफामा दुष्ट राक्षस लोहितासुर रिसले जलिरहेको थियो। उनी सोच्दै थिए, जबसम्म म मायाको हरियो शक्ति ढुङ्गा पाउँदिन, म संसारको राजा बन्न सक्दिन। लोहितासुरले आफ्नो सबैभन्दा ठूलो र डर लाग्दो दानव बोलायो। आकाश जत्रो शरीर, रातो आँखा र गर्जन गर्दा जमिन काँप्ने। उसले आदेश दियो, जा माया खोज र उसलाई समात। गाउँमा आतंक। साँझ पर्नै लाग्दा अचानक जङ्गलबाट ठूलो गर्जन सुनियो। गाउँलेहरू डरले घरभित्र लुके। मायाले महसुस गरिन्, हरियो ढुङ्गा हल्का तातो हुँदै थियो। हजुरआमा, केही नराम्रो हुँदैछ, माया डराउँदै भनिन्। हजुरआमाले मायाको हात समातेर भनिन्, डरले भाग्नु होइन, बुद्धिले जित्नु हो। अचानक ठूलो दानव गाउँको बीचमा आयो। माया कहाँ छ? उसले गर्जियो। शिकार सुरु। मायाले आफ्नो गाउँ बचाउन आफै बाहिर निस्कने निर्णय गरिन्। म यहाँ छु, उनले चिच्याइन्। दानवले उनलाई देख्यो र पछ्याउन थाल्यो। जङ्गलभित्र ठूलो झगडा सुरु भयो। मायाले आफ्नो शक्ति प्रयोग गरिन्, तर दानव धेरै नै बलियो थियो। एकचोटि लडाईँ गर्दा दानव आफ्नो बसमा नभएको मायालाई अनुभव भयो। मायाको हजुरआमा उसलाई साथ दिन त्यहीँ आयो। हजुरआमाले सम्झाएको कुरा याद आयो कि सायद दानवलाई आफ्नो शक्तिले बदलिन्छ, त्यसैले माया हात अगाडि गरेर हरियो शक्ति निकाल्छ। त्यसपछि दानव मायालाई माफी माग्छ कि लोहितासुरले आफ्नो दुरुपयोग गरेर यस्तो नराम्रो काम गराएको, आफू यस्तो होइन भन्छ। दानव आफ्नो घर फर्किन्छन्।